हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। भोलि चाहिँ मेरिना ठुलो मम्मीको बेबी सावर दही चिउरा कार्यक्रम छ। आमा र म चिजना लागेको छौँ। हामी चाहिँ अहिले गएर भोलिसम्म के गर्छौँ म हजुरहरूलाई सबै देखाउँछु गाइज। हामी चाहिँ पुगेर आमा आफ्नो काममा लाग्न थालिसो। मेरिना ठुलो मम्मीले चाहिँ सबै डेकोरेसनहरूको जिम्मा आमाहरूलाई नै दिएको थियो। आमा र दुर्गा म्याम चाहिँ शुभ दही चिउराको बोर्ड बनाउँदै होइसिन्छ। आमाहरू चाहिँ मम टुपी र ड्याड टुपीहरूको पम्पलेट र ब्याजहरू चाहिँ बनाउन लागिराखेको छ। दुर्गा म्याम र रिजा दिदी पनि आमालाई हेल्प गरिराखेको छ। मेरिना ठुलो मम चाहिँ बेडबाट हेरिराखेको छ किनकि उहाँ केही गर्न सकिसिन्न। दही चिउराको बोर्ड पनि रेडी हुँदैछ गाइज। हामीले चाहिँ यस्तै बोर्ड बनायौँ। मैले आमालाई पनि थोरै हेल्प गरेँ। हेर्न सकिन्छ मम टुपीको ब्याज अनि यो चाहिँ ड्याड टुपीको ब्याज। गाइज कस्तो भएको छ त भनिसो होला। यता चाहिँ शुभ दही चिउराको बोर्ड पनि रेडी भइसक्यो गाइज। यहाँ चाहिँ बटरफ्लाई टास्नै बाँकी छ है। फाइनल्ली सबै पम्पलेट रेडी भइसक्यो। 8 बजिसकेको छ। आज चाहिँ हामीले यति सक्यौँ। आज चाहिँ बेबी सावर प्रोग्राम हो। हामीले चाहिँ बलुनबाट स्टार्ट गऱ्यौँ। अब बिस्तारै हामी बलुन डेकोरेसनतिर राख्छौँ। आमाले चाहिँ यहाँ बलुन पनि रेडी गर्दै होइसिन्छ। स्टाइलिस वाल बलुन बनाउन लागिसकेको छ। बलुन चाहिँ यस्तो हुँदैछ गाइज। सनाएर म पनि हेल्प गर्न गएको सकेन किनकि हामी सानो छौँ नि त। गीता म्याम अलिजा दिदी र आमा भएर सबै डेकोरेसन गरिसो। मैले पनि थोरै हेल्प गरेँ अनि दुर्गा म्याम पनि आइसो अनि उहाँहरू 4जना भएर डेकोरेसन गरिसो। हेर्न सकिन्छ अहिले नै कस्तो राम्रो भइसक्यो। फाइनल लुक्स कस्तो हुन्छ होला त। फाइनल्ली डेकोरेसन चाहिँ सोचेको भन्दा राम्रो भयो। हेर्न सकिन्छ। यता मेरिना ठुलो मम्मी चाहिँ रेडी हुँदै होइसिन्छ। यता खाना पनि रेडी हुँदैछ। यता बेबीहरूको मामु पनि रेडी भइसकिसो। वाउ सो प्रिटी। यता अर्को बोर्ड पनि रेडी भइसक्यो। हामी पनि सबैजना रेडी भइसक्यौँ। यता गीता म्याम र अस्मिता आन्टी रेडी भइसकेछु। हामी सबैजना आफ्नै धुनमा रेडी भएर बसिरहेको छौँ। यता रिचा आन्टी पनि रेडी भइसकेछु। उहाँ चाहिँ बेबीहरूको बाबा। यता शीतल दादा चाहिँ खाँदै होइसिन्छ। बेबीहरूको मामुलाई पनि भोक लागेर खाँदै होइसिन्छ। हुनेवाला बेबीहरूको हजुरआमाहरूले चाहिँ दही चिउरा रेडी गर्दै होइसिन्छ। यता फोटो सेसन पनि सुरु भइसक्यो। खिचिक दुर्गा म्यामले चाहिँ ब्याज लगाइदिँदै होइसिन्छ हुनेवाला बेबीहरूको मामु र बाबालाई। हाई भन्दैछु त। हाई। फेरि कपाल फोटो सेसन हुँदैछ। हेर्न चाहिँ मलाई नै हेर्दैन तपाईँले माथि नै। गुड ओके। त्यसपछि मैले पनि मेरिना ठुलो मम्मीसँग फोटो खिचेँ। खिचिक गीता म्याम र आमाले फोटो खिचिसो। सबैले खिचिसो। सामानहरू पनि रेडी भइसक्यो। अब चाहिँ दही चिउरा खुवाउन स्टार्ट भइसक्यो। सबैजनाले पानी पिलो दही चिउरा खुवाइसो। आमाले पनि मेरिना ठुलो मम्मीलाई दही चिउरा खुवाइसो। सबैजनाले खुवाइसो। मैले चाहिँ दही चिउरा खुवाउनै बिर्सेछु। राह में
ग्रुप फोटो खिचेर दहीचुरालाई एन्ड गर्यौँ। So guys, finally the baby shower is over. Thank you for watching my video. Like, share and subscribe गर्न चाहिँ नबिर्सिनु होला. Love you all. Bye bye. See you in next video.